नमस्ते एभ्रिवान, तपाईँहरूलाई स्वागत छ हाम्रो एप्पल बुटलमा। के तपाईँले पनि आइफोन सेकेन्ड ह्यान्ड किन्ने सोच गरिरहनु भएको छ भने चाहिँ हामीसित अहिले नयाँ नयाँ स्टक आइसकेको छ। अनि तपाईँले चाहिँ सजिलै हामीसित धेरै फोनहरू किन्न सक्नुहुन्छ, प्लस क्यास अन डेलिभरी पनि अर्डर गर्न सक्नुहुन्छ। हाम्रोमा वारेन्टीदेखि लिएर सम्पूर्ण कुराहरूको सुविधा रहेको छ। अब हजुरले हामी सर्लक एउटा हाम्रो लोकेसन भिडियो पनि देखाइदिन्छौँ। पहिला हाम्रो सप लोकेसन चाहिँ कहाँ छ भने धेरैजना क्युरिजहरू हुन्छ, हाम्रो सप जेन्युन हो किनभने क्युरिज हुन्छ। सो म त्यसको लागि हजुरलाई एउटा लोकेसन भिडियो देखाइदिन्छु। तपाईँले देख्न सक्नुहुन्छ यो हाम्रो एप्पल बुटलको हो। अनि हाम्रो सप लोकेसन चाहिँ बुटोल मिलन चोक तिनकुन जाने बाटोमा रहेको छ। अब यो एरिया हेर्नु छ भने चाहिँ हजुरको त ठ्याक्कै मिलन चोकबाट हजुरको तिनकुनतिर आउने बाटो हो यो। अब यतातिर यो टर्निङ गर्नु छ यो साइडमा चाहिँ हजुरको हल्का हजुरको 200 मिटर जति भित्र आएपछि हल्का अगाडि गएपछि ठ्याक्कै हजुरको तिनकुने आउँछ चोक है। सो हजुरले इजिली हाम्रो मिलन चोकदेखि तिनकुन जाने बाटोको बिचमा हाम्रो पसल रहेको छ है। तपाईँले सजिलोसँग हाम्रो सप लोकेसनमा भेट गर्न सक्नुहुन्छ अनि हाम्रो सप लोकेसन इजिली पाउन सक्नुहुन्छ। या हजुर यसरी नि गाह्रो भइरहेको छ भने चाहिँ गुगल म्यापमा गएर एप्पल बुटल भनेर इजिली सर्च गरेर भेटाउन सक्नुहुन्छ। एप्पल बुटल सर्च गर्नु होला है त। अब आउनुहोस् आज हामी चाहिँ भर्खर स्टकहरूको बारेमा कुरा गरौँ होइन। हामी चाहिँ अहिले धेरै स्टकहरू आएको छ, पुरै मोडलहरू मिक्समा सबै आएको। सो आज हामी पुरै डिटेल्समा कुरा गर्नेछौँ, प्राइस रेट अनि त्यसको फिचर्सको बारेमा कुरा गर्नेछौँ, स्टोरेजको बारेमा कुरा गर्नेछौँ, सम्पूर्ण कुरा गर्नेछौँ है त। यो भिडियो पुरा हेर्नु होला ल। आइजो तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो एप्पल बुटलमा। अब आज हामी चाहिँ भर्खर स्टकहरूको बारेमा कुरा गरौँ है त। हजुरको लागि हामीले एकदमै धेरै स्टकहरू लिएर आइदिएको छ होइन। प्लस वारेन्टीको कुरा हुन्छ, सबमा वारेन्टी पाउनुहुन्छ, सम्पूर्णमा सुविधा आयो के। अब हजुरले हामीबाट धेरै अफरहरू पनि पाउनुहुन्छ अनि बिस्तारै बिस्तारै हामीले नयाँ नयाँ अफरहरू लिएर आउनेछौँ। त्यो चाहिँ स्पेसली हाम्रो फलोवर्सको लागि हुनेछ है। यदि तपाईँले हामीलाई टिकटकमा, फेसबुकमा, इन्स्टाग्राममा फलो गर्नुभएको छैन भने गरिहाल्नु होला। गर्नुभयो भने चाहिँ हजुरलाई धेरै सुविधाहरू जित्ने मौका पाउनुहुन्छ। सो आज नै हाम्रो युट्युब च्यानल फलो गर्नु होला, टिकटक च्यानल फलो गर्न सक्नुहुन्छ, एप्पल बुटल भनेर सजिलो सर्च गरेर। अनि हजुरले फेसबुक पेज पनि फलो गर्न सक्नुहुन्छ। यति गरिसकेर के हुन्छ भने चाहिँ धेरै कुराहरूको अफर पाउन सक्नुहुन्छ, प्लस आइफोन त हामीसित मजाले किनिहाल्नुहुन्छ। अनि हाम्रो फलोवर्सलाई हामीले स्पेसल अफर दिनेछौँ है त। सो लेट्स टक अबाउट हामी चाहिँ भएको आइफोनहरूको बारेमा है। अहिले चाहिँ हामी आइफोन 11 को कुरा गर्नु छ भने आइफोन 11 हामीले भरपूर लिएर आइदियौँ। किनभने अब हजुरको आइफोन एक्सदेखि तलको मोडलमा हजुरको अपडेट आउँदैन। सो अपडेट आउनु भएपछि हजुरको एक्सदेखि माथि भनेको एक्सआर र हजुरको 11 हो, जुनमा हजुरले अपडेट पाउन सक्नुहुन्छ, प्लस सम्पूर्ण सुविधाहरू युज गर्न पाउनुहुन्छ। अनि प्लस एप्लिकेसनहरू सम्पूर्ण चल्छ। नभए त्यो तलको मोडलमा हजुरको नयाँ एप्पल आइडी गराउने बित्तिकै हजुरको धेरै एप्लिकेसनहरू नट सपोर्टेड भनेर आउँछ आइफोनमा। सो त्यसको लागि चाहिँ हजुरहरूले पनि यो कुरा याद गर्नु होला कि अब आइफोन एक्सदेखि तलको मोडलहरू आइफोन एक्स, 8 प्लस, 7 प्लस अनि 8, 7 अनि त्योभन्दा तलको मोडलहरू यिनीहरूमा चाहिँ हजुरको अपडेट आउँदैन। सो धेरै कुराहरूमा हजुरलाई प्रब्लम हुनसक्छ। मेबी कुनै एप्लिकेसनहरू नचल्दा, फेसबुक डाउनलोड नभइदिएला, इन्स्टाग्राम नचल्दा, यस्तो समस्याहरू आउन सक्छ। सो त्यसको लागि चाहिँ केयरफुल हुनु होला। अनि हामीसित भएको चाहिँ अहिले टाइममा माथिल्लो मोडल मात्र आउँछ। अबदेखि हामीसित एक्सआरदेखि माथि, एक्सएसदेखि माथिको मोडल पाउन सक्नुहुन्छ, त्योभन्दा तलको मोडल चाहिँ हामीसित पाउन सक्नुहुन्न। त्यसको लागि चाहिँ हामी समाज साथी छौँ होइन। अब हामीसित भएको कुराहरू गरौँ, हामीसित भएको फोनहरूको है। यो चाहिँ हजुरको आइफोन 11 हो है। अब यो आइफोन 11 कुरा गर्नुहुन्छ भने चाहिँ यो आइफोन 11 तपाईँले नजिक काटिदिन सक्नुहुन्छ। यसमा अहिले कतै स्क्रचहरू, डेन्टहरू केही पनि पाउनुहुन्न है। अब डिस्प्लेको कुरा हुन्छ भने डिस्प्ले हजुरको ओरिजिनल हुन्छ। ब्याट्री कुरा गर्नुहुन्छ भने चाहिँ ब्याट्री हाम्रो चेन्ज हुन्छ। आइफोन 11 म्याक्सिमम हजुरको बुस्टेड आउँछ भन्ने कुरा गर्छन् कस्टमरहरूले हामीसित होइन। सो उनीहरूको लागि हामीले स्पेसल एउटा डिल लिएर आइदिएको छौँ है त। यो हजुरको 61 GB को आइफोन 11 हो। ब्याट्री हजुरले 100% पाउनुहुन्छ। ब्याट्री ब्याकअपमा कुनै समस्या भेट्यो भने सिधै रिप्लेस हुन्छ फोन, हजुरको अर्को साट दिन्छौँ हामीले है। त्यतिसम्म सुविधा हामीले दिन्छौँ। अब फोनको कुरा गर्नुहुन्छ भने फोनहरूले एकदमै फ्रेस पाउनुहुन्छ। तपाईँले स्क्रचहरू, डेन्टहरू केही पनि छैन, तपाईँले देख्न सक्नुभयो। अब यसको हजुरको मलाई 1 सेकेन्ड है त। म्याक्सिमम कस्टमरहरूले के भन्नुहुन्छ, क्यामेरा क्वालिटी कस्तो हुन्छ त, क्यामेरा क्वालिटी हेराइदिउँ भन्नुहुन्छ है उहाँहरूलाई है। वाइड एङ्गल चेक गर्न सक्नुहुन्छ है, छ्याक्क वाइड एङ्गल पनि 1x भनिन्छ नि, 1x पनि छ्याक्क है। अब यो फोन हजुरको कभर, ग्लास, चार्जर, बिल अनि 3 महिनाको वारेन्टी। नर्मली हाम्रो फोनमा 3 महिना वारेन्टी दिइरहेको के, अरूहरूले हजुरको 15 डेजको चेक टाइम, 1 हप्ताको चेक टाइम भनेर हजुरलाई दिइरहेको हुन्छ, जुनमा हजुरले म्याक्सिमम कुरा थाहै पाउनुहुन्न। फोन चलाएपछि सुविधा भन्ने कुरा चाहियो नि त, मेन भनेको वारेन्टी चाहियो हाम्रो फोनमा होइन र। अनि त्यसको लागि चाहिँ हामीले त्यो कुरा दिन्छौँ, हामीले त्यो कुरालाई फोकस गर्छौँ, हाम्रो कस्टमरको सेटिस्फ्याक्सनलाई फोकस गर्छौँ। अनि यो फोन मात्र हजुरको 31,500 मा 3 महिना वारेन्टी, कभर, ग्लास, चार्जर, बिल सम्पूर्ण पाउनुहुन्छ। दाइ महँगो भयो भन्नु होला फेरि प्राइस। हजुरलाई सर्भिस पनि त दिइरहेको छौँ। हजुरको नयाँ फोनमा जम्मा हजुरको 1 वर्ष वारेन्टी दिन्छ, 1 वर्षमा 12 महिना हुन्छ। हजुरलाई 3 महिना त हामीले फोनमै वारेन्टी दिइरहेको सेकेन्ड ह्यान्डमा। प्राइस त्यही भएर अलिकति महँगो हो, किनभने हामीसँग फोन जति पनि छ त्यो जेन्युन छ। त्यसको लागि चाहिँ यो कुरा बुझ्नु होला। अब कलर भ्यारिएन्टको कुरा हुन्छ भने चाहिँ म हजुरलाई सम्पूर्णको एउटा सर्लक एउटा
फिजिकल कन्डिसन देखाइन्छ अनि सम्पूर्णको डिटेल्स चाहिँ के भन्छ भने ब्याट्री चाहिँ सम्पूर्णको चेन्ज हुन्छ तर फिजिकल कन्डिसनमा हल्ला सल्लाह देखाइन्छ है। यस्तो स्क्रचहरू डेन्टहरू कुनैमा केही पनि छैन, क्यामेरा क्वालिटी सम्पूर्णमा राम्रै छ। अब हजुरको कलर चाहिँ हल्ला मैले अहिलेसम्म 4वटा कलर चाहिँ अप्सन देखाउन सक्छु मैले है। अब यो 4वटा कलर अप्सनहरूले पाउनुहुन्छ, ग्रीन, व्हाइट, ब्ल्याक अनि पर्पल। यो 4वटा कलर भेरिएन्टमा पाउन सक्नुहुन्छ। हामीसित चाहिँ बल्कमा आएको छ स्टक सो त्यसको लागि चाहिँ हामीले इजिली हाम्रो कस्टमरलाई सम्पूर्ण कलर दिन सक्नुहुन्छ, सकिन्छ है। अब यिनीहरू कन्डिसनको कुरा हुन्छ भने यिनीहरू कन्डिसनहरूको सम्पूर्णको वाटरप्रुफ छ, वाटरप्रुफ सरी ब्याट्री चेन्ज छ अनि डिस्प्ले चाहिँ सम्पूर्णको ओरिजिनल छ, स्क्रच डेन्टहरू केही पनि छैन अनि हजुरको 3 महिना वारेन्टी पाउनुहुन्छ। सम्पूर्ण कुराहरू वर्किङ छ, प्रब्लम केही पनि छैन अनि हजुरले हामीसित क्यास अन डेलिभरी पनि अर्डर गर्न सक्नुहुन्छ। यदि तपाईहरु मध्ये कसैलाई आइफोन 11 चाहिएको छ, लो बजेटमा खोजिरहनु भएको छ फोन भने चाहिँ वान अफ द बेस्ट फोन 11 है। वर्ल्डको सबैभन्दा धेरै बिकेको फोन भन्दा हुन्छ, प्लस मार्केटमा अहिले एकदमै सर्टेज छ आइफोन 11। त्यसपछि चाहिँ हामी भएको आइफोन XR, यो पनि हजुरको 120GB को आइफोन XR हो हैन। अब यिनीहरु दुईटाको हजुरको कन्डिसनको कुरा हुन्छ भने म हजुरलाई फिजिकल कन्डिसन पहिला देखाइन्छु है। फिजिकल कन्डिसन तपाईले देख्न सक्नुहुन्छ, त्यस्तो केही पनि स्क्रचहरु डेन्टहरु त्यस्तो केही पनि छैन है। अब यो कुनैमा चार्ज छ तर 100% जेन्युइन फोनहरु हो यिनीहरु, कुनै हजुरको लक फोनहरु यताउति चोरीचोरीको होइन है, जेन्युइन फोन हो। मज्जाले ढुक्क भएर लेख्दा हुन्छ, हामी चाहिँ विश्वास गरेर लेख्दा हुन्छ, पसलकै बिल पाउनुहुन्छ, फरकै पर्दैन है। मान्छेले ठग्ने काम गर्छ, हामी त्यस्तो काम चाहिँ गर्दैनौँ है त। चार्ज चाहिँ सकिए ह म यिनीहरुको अब हजुरलाई भित्र के कुरा म सम्पूर्ण भन्छु है त। यो हजुरको आइफोन XR हो, 120GB को फोनको हजुरको ब्याट्री चेन्ज पाउनुहुन्छ, ब्याट्री हेल्थ हजुरको 86 87 यस्तै पाउनुहुन्छ। जेन्युइन हो, ब्याट्री चेन्ज गरेको छैन भन्दा नि चेन्ज गरेको तर ओरिजिनल ब्याट्री वाला हो। यो ब्याट्री हेल्थ चाहिँ अभियसली त्यसै त्यो भएर 86 छ तर मेसेज भन्ने कुनै पनि छैन। अनि 128GB मा एभ्रिथिङ वर्किङ प्लस बेस्ट फर गेमिङ। अनि यसको प्राइसको कुरा हुन्छ भने यसको प्राइस हजुरको 26,000 पर्छ। यसमा पनि हजुरले कभर, ग्लास, चार्जर, बिल अनि वारेन्टी सम्पूर्ण कुरा पाउन सक्नुहुन्छ। अब त्यसपछि चाहिँ हामी चाहिँ भएको आइफोन 12, यो चाहिँ हजुरको आइफोन 12 हो। होला म सल्लाहको देखाइदिन्छु है। यो हजुरको आइफोन 12 हो। अब यसको हजुरको ब्याट्री हेल्थको कुरा हुन्छ भने यसको ब्याट्री हेल्थ 100% पाउनुहुन्छ। अब नर्मली एउटा कुरा चाहिँ याद राख्नु होला, आइफोन 11, XR, XS Max अनि 12, 11 Pro Max यिनीहरुको नर्मली ब्याट्री चेन्जै हुन्छ कि त हजुरको 80 भन्दा तल हुन्छ ब्याट्री, सो ब्याट्री टिक्दैन। अनि म्याक्सिमम कस्टमरहरु म्याक्सिमम हजुरको पसलेहरुले के गरिदिन्छन् भने बुस्ट गरेर बेचिदिन्छन्। बुस्ट गर्ने बित्तिकै हजुरको ब्याट्री टिक्ने समस्या, नटिक्ने समस्या हुन्छ। सो हामीले चाहिँ यो कुरा गर्दैनौँ, हामीले ब्याट्री चाहिँ ओरिजिनल हालेको हुन्छ। यसको हजुरको ब्याट्री 100% ओरिजिनल छ, 1 वर्ष कति हजुरको 3 महिना वारेन्टी पाउनुहुन्छ, प्लस फिजिकल कन्डिसन एकदम दामी रहेको छ। क्यामेरा क्वालिटी कुरा हुन्छ एकदम मक्खन अनि व्हाइट कलरमा छ। अब यसको प्राइस मात्र हजुरको 39,500 पर्छ है। त्यसपछि चाहिँ हामी भएको आइफोन XS Max, यो चाहिँ हजुरको आइफोन XS Max हो। फिजिकल कन्डिसनहरुमा सल्लाहको देखाइन्छ एकचोटी है। फिजिकल कन्डिसन तपाईले देख्न सक्नुहुन्छ, कति यसमा स्क्रचहरु डेन्टहरु केही पनि छैन हैन। यो चाहिँ हजुरको 256GB को हो अनि यसको हजुरको ब्याट्रीको कुरा हुन्छ यसको ब्याट्री हजुरको 90% रहेको छ। ब्याट्री चाहिँ हजुरको चेन्जै हुन्छ, त्यो ढुक्क बुझ्नु होला। तर ब्याट्री चाहिँ ओरिजिनल हालेको हुन्छ, हामीले मार्केटको कपी ब्याट्री चाहिँ हाल्दैनौँ है। हजुरको ब्याट्रीलाई पनि नर्मली हजुरको 8,000 7,000 पर्छ ओरिजिनल ब्याट्रीलाई। यिनीहरुको हजुरले बुझ्नु भयो भने चाहिँ राम्रोसित है। अब कपी चीज हालेर हामीले बेच्दैनौँ, जेन्युइन चाहिए हामीलाई, जेन्युइन बेच्छौँ। हाम्रो पसलबाट आइफोन मात्र काम हुन्छ, आइफोनसँग रिलेटेड मात्र काम हुने भएको कारणले हामीले जेन्युइन चीजलाई मात्र प्रायोरिटीमा राख्छौँ। अब हजुरले यसको क्यामेरा क्वालिटी कुरा हुन्छ भने XS Max इज वान अफ द बेस्ट फोन क्यामेरा है। म्याक्सिमम कस्टमरहरुको हृदयमा परेको फोन XS Max। क्यामेरा क्वालिटी एकदम दामी रहन्छ। अनि त्यसपछि हजुरको ब्याट्री हेल्थ म हजुरलाई देखाइदिन्छु। ब्याट्री हेल्थ हजुरको 90% भयो जस्तो मान्थेँ मैले, लोड हुँदै भर्खर अफ भयो। ट्रुटनहरु हजुरको सम्पूर्ण वर्किङ छ, ट्रुटन देख्न सक्नुहुन्छ है। अब यो हजुरको 256GB को हो, 256GB को LLA भेरिएन्ट छ, USA भेरिएन्टको है। अब हजुरको यसको ब्याट्री पनि म हजुरलाई चेक गराइदिन्छु 1 सेकेन्ड। ब्याट्री पनि 90% रहेको छ, देख्न सक्नुहुन्छ है। फोन जे छ जस्तो छ हामी सम्पूर्ण कुरा क्लियरली भनेर बेच्छौँ, हाम्रोबाट त्यस्तो ठग्ने वाला काम चाहिँ हुँदैन है। अब त्यसपछि चाहिँ हामी भएको आइफोन 13, यो चाहिँ हजुरको आइफोन 13 हो। यो हजुरको 128GB मा हो भने चाहिँ यसको ब्याट्री हजुरको 100% छ, ब्याट्री चाहिँ चेन्ज छैन, वाटरप्रुफ छ, फोन खोलेको छैन, 100% जेन्युइन हो। अनि यसको हजुरको वारेन्टी कुरा हुन्छ भने यसको वारेन्टीहरुले यसमा 3 महिना वारेन्टी पाउनुहुन्छ अनि प्लस योसँग चाहिँ हजुरले कभर, ग्लास, चार्जर, बिल सम्पूर्ण पाउनुहुन्छ। ल भित्र कुनै मेसेज छैन, नपत्ता हजुरलाई म सेटिङ गर्न देखाइदिन्छु है। यहाँ हजुरले सेटिङ गर्न देख्न सक्नुहुन्छ है, सेटिङ गर्न कुनै मेसेज छैन। अनि हजुरको जापान भेरिएन्टको फोन हो। क्यामेरा पनि यस्तो दामी रहेको छ है, सिनेमेटिक पाउनुहुन्छ आइफोन 13 बाट, त्यो त तपाईहरुलाई थाहा छ होला। वाइड एंगल 1x अनि सिनेमेटिक पाउनुहुन्छ। फिचर्स चाहिँ यसमा हजुरले हैन, त्यो हजुरलाई थाहा छ होला। 55,000 पर्छ। योसँग छ हजुरले कभर, ग्लास, चार्जर, बिल सम्पूर्ण पाउन सक्नुहुन्छ। अब त्यसपछि जाम हामी चाहिँ भएको एप्पल वाच। हजुरको यो बाहिर किन्नु भने एप्पल वाच हजुरको
35,000 40,000 पर्छ। यो हजुरको सिरिज 9 हो, 86% ब्याट्री हेल्थ छ। योसँग चाहिँ हजुरको ओरिजिनल चार्जर आएको छ। अनि यो चाहिँ मैले आफ्नै पर्सनली युज गरेको एप्पल वाच हो। सो यदि तपाईँहरू मध्ये कसैलाई चाहिएको छ भने मात्र हजुरको 31,000 मा पाउन सक्नुहुन्छ है। एप्पल वाच सिरिज 9 41mm अनि 86% ब्याट्री हेल्थ भएको। अब त्यसपछि जाम हामी चाहिँ भएको हजुरको आइफोन 16e मा जाम है। आइफोन 17 एयर स्लिम फोन पछिको यो एकदमै धेरै स्लिम भन्ने र यो हजुरको आइफोन 16e हो। यसमा चाहिँ हजुरले 128 GB को भ्यारिएन्ट पाउन सक्नुहुन्छ भने यसको ब्याट्री हेल्थ हजुरले 95% पाउनुहुन्छ। फोन वाटरप्रुफ छ, खोलेको छैन, केही चेन्ज छैन, 95% ब्याट्री हेल्थ। अनि यसमा हजुरले 6 महिना वारेन्टी पाउन सक्नुहुन्छ। अब यसको प्राइसको कुरा गर्नु यसको प्राइस मात्र हजुरको 68,500 पर्छ। यदि तपाईँहरू मध्ये कसैलाई आइफोन 16A ब्ल्याकमा खोजिरहनु भएको छ भने चाहिँ हामीसँग 128 GB भ्यारिएन्टमा छ। अनि यसको प्राइस मात्र हजुरको 68,500 पर्छ। 6 महिना वारेन्टी पाउनुहुन्छ, कभर ग्लास चार्जर सम्पूर्ण पाउनुहुन्छ। अनि हाम्रोबाट बेस्ट अफर बेस्ट डिलमा पाउन सक्नुहुन्छ। त्यसपछि चाहिँ हामीले भएको आइफोन 12 प्रो म्याक्स। यो चाहिँ हजुरको आइफोन 12 प्रो म्याक्स हो। कन्डिसन देख्न सक्नुहुन्छ है, तपाईँलाई म फिजिकल कन्डिसन देखाइदिन्छु। यस्तो दामी रहेको छ, कतै स्क्रचहरू छैन। अब यो फोन अहिलेसम्म हजुरको खोलेको छैन, केही चेन्ज रिपेयर केही पनि गरेको छैन। फोन वाटरप्रुफ छ, 128 GB मा। वाटरप्रुफ छ भने त फोन ब्याट्री हेल्थ थोरै हुनुपर्छ, सबै अभियसली कुरा हो। ब्याट्री हेल्थ चाहिँ हजुरको 81% रहेको छ, नन बुस्टेड हो। हामीमा बुस्टेड चाहिँ हुँदैन। मैले होला सुरुमा पनि भनिसकेको छु, बुस्टेड फोन हामीले बेच्दैनौँ। अब यसको प्राइसको कुरा गर्नु यसको प्राइस हजुरको 53,000 पर्छ। 128 GB मा हो यो। एभ्रिथिङ वर्किङ गुड, केही समस्या छैन। कभर ग्लास चार्जर बिल अनि 3 महिना वारेन्टी पसलबाट मजाले पाउन सक्नुहुन्छ है। अब त्यसपछि चाहिँ हामी चाहिँ भएको आइफोन 15। यो चाहिँ हजुरको आइफोन 15 हो, 120 GB को ब्ल्याक कलरमा रहेको छ। फोन अहिलेसम्म खोलेको छैन, वाटरप्रुफ छ। अनि यसको प्राइस मात्र हजुरको 71,000 पर्छ। 3 महिना वारेन्टी पाउनुहुन्छ। अनि प्लस हजुरको कभर ग्लास चार्जर बिल सम्पूर्ण पाउनुहुन्छ। फोनसँग धेरै कुराहरू छ अफरमा। अनि हामीलाई फलो गर्नेहरूको लागि चाहिँ हामीले स्पेशल अफर दिनेछौँ। त्यसको लागि चाहिँ हामीलाई फलो गर्नु होला युट्युबमा है। स्पेसली चाहिँ फलो गर्नुपर्छ, हामीलाई चाहिँ भाइरल गराउनुपर्ने छ भिडियो ल। त्यसपछि हामीसित भएको अर्को कुरा गरौँ आइफोन 13 है। यो पनि आइफोन 13 हो, 100% ब्याट्री हेल्थ छ। सेम छ कन्डिसन, दुइटैको सेम छ, केही फरक छैन। फोन चार्जर खोलेको छैन, ब्याट्री 100% पाउनुहुन्छ। ब्लू कलरमा हो, 128 GB मा हो। अनि 3 महिना वारेन्टी चाहियो भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अब त्यसपछि जाम हामीसित भएको स्पेसल डिलमा गर्दै है। अब हामीसित आइफोन 16 हो हजुरको मात्र हजुरको 6 महिना 5 महिना युज भएको फोनहरू दुइटै है। अब यिनीहरूको हजुरको कभर ग्लास चार्जर बिल सम्पूर्ण पाउनुहुन्छ। मात्र 5 महिना 7 महिना 6 महिना अन्डर वारेन्टीमा भएको फोनहरू हो यिनीहरू। अनि योसँग चाहिँ हजुरले यसमा ब्याट्रीको कुरा हुन्छ यसको ब्याट्रीहरू म दुइटैको देखाइदिन्छु है एकैचोटि है। फेरि धेरै लेन्दी हुन्छ भिडियो, हजुरहरूलाई पनि झ्याउ लाग्ला। फेरि हामीलाई त भिडियो बनाउनु झ्याउ चाहिँ लाग्दैन, तर हजुरलाई झ्याउ लाग्ला भन्नु खोजेँ है। यो हजुरको ब्याट्रीहरू दुइटैको देखाइदिन्छु म है। ल कम्पेयर गर्न सक्नुहुन्छ। 99% रहेको छ अनि एउटाको चाहिँ 97% रहेको छ। चार्जिङ साइकलको कुरा गर्नु चाहन्छ 99 मा हजुरको 162 टाइम्स चार्ज भएको छ। अनि 97% मा चाहिँ हजुरको 278 टाइम्स चार्ज भएको छ। फर्स्ट युज सेप्टेम्बर 2025 मा रहेको छ, नोभेम्बर 2025 मा फर्स्ट युज रहेको छ। इन्डिटी हजुरको अन्डर वारेन्टीमा 128 GB को हो। अनि प्राइसको कुरा गर्नु चाहिँ 87 र 88,000 पर्छ। कभर ग्लास चार्जर बिल सम्पूर्ण पाउनुहुन्छ। अनि हामीसित वारेन्टी बिल पनि पाउनुभयो अभियसली है। त्यसपछि चाहिँ हामीसित भएको आइफोन 13 प्रो म्याक्स। यो हजुरको आइफोन 13 प्रो म्याक्स हो, 256 GB को। फोन अहिलेसम्म खोलेको छैन। ब्याट्री हेल्थको कुरा हुन्छ यसको ब्याट्री हेल्थ हजुरको 89% रहेको छ, 256 GB। कन्डिसन एकदम दामी रहेको छ है। यदि तपाईँहरू मध्ये कसैलाई चाहिएको छ भने मात्र हजुरको 84,500 दिन्छौँ हामीले, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि वान अफ द बेस्ट डिल फर टुडेज यो चाहिँ हजुरको आइफोन 17 र 17 प्रो म्याक्स हामीसित अफरमा आइसकेको छ। आइफोन 17 प्रो म्याक्स मात्र 2 लाखमा अन्डर वारेन्टीमा रहेको छ यो फोन। यसको हजुरको वारेन्टी कुरा हुन्छ यसको फोन वारेन्टी हजुरको अझै 8-9 महिना रहेको छ। जम्मा हजुरको 3-4 महिना युज भएको छ। कभर ग्लास चार्जर बिल सम्पूर्ण पाउनुहुन्छ। अनि यसको चाहिँ प्राइस मात्र हजुरको 2 लाख पर्छ अफरमा है। यो चाहिँ हजुरको आइफोन 17 हो, अहिलेसम्म खोलेको छैन, वाटरप्रुफ छ। अनि यसको पनि यो हजुरको 256 GB को हो। ब्याट्री हेल्थको कुरा हुन्छ ब्याट्री हेल्थमा अहिले पनि 100% पाउनुहुन्छ। अनि यसको प्राइस मात्र हजुरको 1,20,000 पाइन्छ। वान अफ द बेस्ट डिल फर टुडेज। यदि तपाईँहरू मध्ये कसैले खोजिरहनु भएको छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यो सँगसँगैहरूले भन्नुलाई फेरि दाइ हजुरको सेकेन्ड ह्यान्ड मात्र पाउने, नयाँ पाउँदैन, हामीलाई नयाँ चाहियो भन्नुहुन्छ भने चाहिँ हामीसित आइफोन 16 प्लस 256 GB को अफरमा 1,35,000 मा दिइरहेको छौँ। नयाँको प्राइस हजुरको 168,000 छ। अफरमा नन एक्टिभेट प्लस ओरिजिनल चार्जर, कभर ग्लास बिल अनि वारेन्टी
सम्पूर्ण पाउन सक्नुहुन्छ। चाहिएको छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यो सँगसँगै हजुरलाई अरू कुनै मोडल चाहिएको छ भने चाहिँ हामीलाई WhatsApp मा कन्ट्याक्ट गर्नु होला। हामीले हजुरको लागि एभाइलेबल गराइदिने ट्राई गर्नेछौँ। अनि यस्तै अफरहरू चाहिएमा चाहिँ direct हाम्रो WhatsApp मा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। फोनहरू यस्तो बल छ हजुरले देख्न सक्नुभएको छ। सम्पूर्ण वारेन्टीको कुराहरूदेखि लिएर सम्पूर्ण कुराहरूको सुविधा दिएका छन् हामीले। सो हजुरको लागि बेस्ट अनि वान अफ द मोस्ट भ्यालुएबल स्टोर हजुरको लागि एप्पल बुटल बन्न सक्छ यदि तपाईँले हामीलाई ट्रस्ट गरेर हामीसित आउनुभयो भने चाहिँ हजुरको लागि हामीले धेरै नयाँ नयाँ अफरहरू ल्याउनेछौँ। सो अफर ग्र्याब पनि गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामीलाई फलो गरेको हुनुपर्छ। अब हामीले एभ्रीडे नयाँ एभ्री विकमा एउटा नयाँ नयाँ स्पेसल अफरहरू ल्याउनेछौँ जुन हाम्रो कस्टमरहरूलाई एक्साइटेड होस् अनि हामीलाई पनि एक्साइटेड होस् अनि प्लस एकअर्का नजिक गराउने बाटो होस्। अनि हामीसँग चाहिँ आइफोनसँग रिलेटेड सम्पूर्ण सर्भिसहरू हुन्छ है। आइफोन मात्र हाम्रोमा हुन्छ। सो हजुरले हामीलाई आइफोनसँग रिलेटेड मात्र सर्भिसलाई सम्झिनु होला। एन्ड्रोइडसँग रिलेटेड कुनै पनि सर्भिस चाहिँ हामीले गर्दैनौँ। सो हामी स्पेसली आइफोनसँग रिलेटेड काम गर्छौँ अनि आइफोनसँग रिलेटेड सम्पूर्ण सर्भिसहरू दिइरहेका छौँ। तपाईँले त्यसैलाई पनि हामी सम्झ्न सक्नुहुन्छ। अनि हाम्रो सप लोकेसन चाहिँ म हजुरलाई अलरेडी भनिसकेको छु। बुटवल मिलन चोक तिनकुनी जाने बाटोमा। अनि सजिलोको लागि एप्पल बुटवल भनेर गुगल म्यापमा गएर सर्च गर्नु भने इजिली पाउन सक्नुहुन्छ। थ्याङ्क यू।